यति राम्रो नाच्नु भयो कसम नि तर हामीलाई नाच्न नजान्नु आँगन टेढो हामीलाई त है Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. बवाल है The storms we chase. हेलो गाइस वेलकम टु माई न्यू ब्लग आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ ल म एकदम सन्चै आरामै छु आज चाहिँ हामी कहाँ जाँदैछौँ भनिदिउँदा कान्छ टक्क लाएर रक गार्डन ल हामी सन्धिखरकाबाट स्टार्ट गरेका छौँ है यो सन्धिखरको बजार तपाईँले देखिदिइ हाल्नुभयो आज चाहिँ म फर्स्टचोटि है धेरै ठाउँ गएँ तर नजिकको ठाउँमा नगइने के अनि रक गार्डन जाने प्लानमा हिँडेको छु कस्तो हुन्छ के हुनेछ होइन चट्टा ड्रोन सट पनि हान्ने प्लान हुन्छ होइन खासै चलाउनु त आउनु तर पनि ड्रोन सट चाहिँ हान्ने आज प्लान गर्दैछु ल टक्कै सन्धिखरको भ्यू अनि ठ्याक्क यतिखेर 1 बज्न लागिसक्यो है गाइस यहाँबाट कति टाइम लाग्छ त्यो पनि बताउने छु ल त्यही यहाँबाट पनि निक्लिसक्यो हामी टक्क लागेर अनि सन्धिखरबाट बजारमा हामी ठ्याक्क अब पुग्दैछ है अनि टाइम कताबाट जानुपर्ने अनि सोध्नुपर्ने हुन्छ गाइस अनि सोधेर ओरेर जानुपर्ने हुन्छ होइन त्यही नै है तर पानी पनि पर्छ कि जस्तो छ मौसम पनि चिसो चिसो छ जहिले पनि यताउता हिँड्ने बेला यो बर्खा मास फेरि जहिले पनि पानीले कुटेकै छ फेरि रमाइलोसँग कुटिया छ फेरि रेनकोट त मैले हालेकै छु तर पनि हेरौँ अब पानी पर्छ कि पर्दैन भन्ने कुरा हो तर पनि अब बिहानखेरि त मौसम अनि पानी जो पर्छ जस्तो चाहिँ टप्किन लागेको थियो अनि अहिले फेरि अलिकन फारे जस्तो हुन्छ फेरि अब फेरि भर्खर कालै हुन्छ क्या फेरि अँध्यारो समस्या हुन्छ अनि त्यो भएर पनि रेनकोट चाहिँ म अवश्य हालेकै हुन्छ जहाँ जाँदा पनि बस पार्कबाट अनि हामी निक्ल्यौँ है अनि मोटरसाइकललाई बस पार्कलाई बाई बाई गर्दै हामी माथितिर निक्ल्यौँ अनि माथि गएर अब कस्तो छ के कसो छ अनि सबै बाटो पनि सोध्नुपर्ने जस्तो मानेको छु समस्या त समस्यै छ अब के गरौँ र खै अनि यता आर्मीहरूले चाहिँ चट्ट फेरि आजको यात्री चाहिँ रक गार्डन है गाइसहरू अब हिँड्यो अब यहाँबाट अब धेरै टाढा त छैन भन्नुहुन्थ्यो दाइले अब हेरौँ कति टाढा छ Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. ल गाइस फाइनली गाइस हामी चाहिँ आइपुग्यौँ है तर यहाँ चाहिँ बाटो चाहिँ खतम रहेछ यार ल आमामा सबै घुम्न आएका मान्छे रे दिस इज अ रक गार्डन ल फाइनली गाइस हामी चाहिँ अब पुग्यौँ भन्दा पनि केही फरक नपर्ला है पुग्यौँ भन्दा पनि केही फरक नपर्ला होइन तर बाटो चाहिँ यता बन्न चाहिँ बाँकी नै रहेछ यतातिर बाटो बल्ल पछितिर होइन अब हेरौँ पछितिर के कस्तो हुन्छ होइन तर यता बाटो चाहिँ बन्न पर्यो अरू त्यस्तै आमामा भ्यू हेर्नु गाइस पाहाडतिरको भ्यू हेर्नु है आहा तर बल्ल मजा आइरहेछ है गाइस है फाइनली हामी पुग्यौँ भन्दा फेरि केही फरक नपर्ला है होइन आमामा तर यो बाटो पनि पछाडि नै हुन्छ होला अब सुप तयारीमा रहेछ तर
बाटो चाहिँ ठाडो रहेछ है, तर पनि ठिक छ, केही छैन, यतिको त सिम्पल गएको छैन। घुम्न पनि खोज्ने अनि चिल भनेपछि त घरै बस्दै भइगयो नि त। अब भ्यू चाहिँ हामीले देख्नलाई चाहिँ वाह पारीको भ्यू हेर्नु गाइस बवाल है। रमाइलो चाहिँ भइरहेछ है ल गाइस। बवाल है गाइस बवाल। बाटो त यस्तै त अनि यहाँ टेटर भयो हिँडेपछि त। तर रमाइलो चाहिँ रमाइलो छ, मान्छेहरू धेरै आउँदो रहेछ नि त्यतातिर। बवाल ल बवाल है गाइस बवाल। जहाँ भनेको थियौँ रक गार्डन है, त्यहाँ चाहिँ आइपुगेका छौँ। तपाईँले यो देखिरहेको चाहिँ दृश्य चाहिँ रक गार्डनको है। हामी अहिले वहाँ पनि जानेछौँ, यो ल भएतिर पनि जाने हामी यहाँनिर। तर मौसम चाहिँ अलिकन अँध्रो छ होइन, कस्तो आएको छ भिडियो त्यो त मलाई थाहा भएन। त्यो जहाँसम्म राम्रो राम्रो क्लिपहरू गर्ने प्रयास गर्नेछु। माथि चाहिँ बाख्राहरू चराएर टक्क है। बवाल एकदम ब्युटिफुल। हाम्रो सन्धी खर्क माथि अर्राखाँची अहिले यस्तो ठाउँ रहेछ र सोचेकै थिएन गाइस मैले। तर मेरो चाहिँ यहाँ फर्स्टचोटि आएको है म चाहिँ यहाँ है। फोटो खिच्ने मान्छेहरू यताउति बवाल नि फेरि है गाइस। ल आशिष अघि छन्, म पछि छु होइन। अब रमाइलो गरिदिए यहाँ चाहिँ टक्क रक गार्डन अनि लेखाएर जट्ट है यहाँ बस्ने ठाउँ। अब के गर्ने, आफू सिङ्गल मान्छे पर्यो, गर्लफ्रेन्ड छैन, अब कल ल्याएर बस्ने होइन। हामी बसेनौँ होइन र बरादरहरू। अनि माथि एकजना बरादरले हरि बाँसुरी बजाउनु भएको छ, त्यहाँ गएर अब हेर्ने कुरा हुन्छ। यहाँ चाहिँ हाम्रो सिस्टरहरू यति राम्रो नाच्नु भयो कसम नि। तर हामीलाई नाच्नु नजान्ने आँगन टेढो हामीलाई त है। ल टक्कै यता चाहिँ अब कसैको बोयफ्रेन्ड गर्लफ्रेन्ड छ भने यहाँ आएर फोटो खिच्न सकिने रहेछ गाइस होइन। माथि नेपालको झन्डा टक्क रहेछ है, झन्डा पनि होइन एकदम अशुद्ध। हाम्रो बरादरहरू यता गएर एकदम व्यस्त हुनुहुन्छ, कोही उता सिस्टर टिकटक गराउँदै। हाम्रो बरादरहरू रमाइलो गर्नुभएको छ। ल यही न गाइस है। Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. ड्रोन सुट कस्तो लाग्यो गाइस होइन। ट्रक्क कम्प्युटर बताउनु होला है। त्यति राम्रो प्रेसिजन त मलाई चलाउन आउँदैन, तर सिक्दै हो। त्यो त्यति राम्रो आएको छैन बताउनु होला है। टक्कै भिडियो बनाउने मान्छेको यता होइन कमी छैन है। लेखेको पनि रहेछ है, रक गार्डन भने ढुङ्गामा एकदम बवाल पाराले लेखेको रहेछ है। तपाईँलाई म देखाउन चाहन्छु रक गार्डन है गाइस है। ल हेर्नु एकदम राम्रो। अब यहाँबाट पनि जान्छ जम्मै यहाँ त गर्लफ्रेन्ड बोयफ्रेन्ड लिएर आउने रहेछ। हामी अब सिङ्गल मान्छे कल लिएर आउने असाध्यै गाह्रो पऱ्यो गाइजहरू गाई पऱ्यो। ल हेर्नु त बवाल पाराले बसिरहनु छ सिस्टरहरू है। ढुङ्गा त तपाईँले कुरै छोड्नु कि यति छ नि ढुङ्गा आमामा हेर्नु त। ल गाइस यहाँबाट पनि लाग्यो है रक गार्डन। ल आज ल बाई बाई भन्दै हामी निक्लिसक्यौँ है। अब सन्धी खर्कतिर बजारतिर है टक्क लगाएर बवाल भ्यू पारिदिएको भ्यू त सबै अब हेरिहाल्नु हो तपाईँले। जति सक्छु मैले त्यति देखाउने प्रयास चाहिँ म गरेँ होइन, त्यहाँभन्दा सकिनँ
होइन त्यसको लागि सरी गाइज होइन अब फेरि अर्कोचोटि आएर तपाईँले लाइक कमेन्ट गर्नु अनि अर्कोचोटि आएर बवाल देखाउने प्रयास गर्नेछु आजलाई चाहिँ रक गार्डनलाई बाई बाई गर्दै गन्तव्य हामीले अघि सारिसकेका छौँ है पानी पर्ने पनि मौसम त्यस्तै पानी पर्छ कि जस्तो पनि छ नि त त्यो भएर पनि अब हामी निक्लिसक्यौँ मान्छेहरूले त रमाइलो अझै गरिरहेको छ है मान्छे चाहिँ असाध्यै आउँदो रहेछ आज शनिबार भएर पनि हो के कसो मलाई त थाहा त भएन गाइस तर मान्छे चाहिँ असाध्यै आउने रहेछ है यहाँनिर धेरै अब अलिकन कच्ची बाटो छ यहाँ परसन पक्की बाटो छ तर बाटो चाहिँ ठिक छ है त्यस्तो अप्ठ्यारो बाटो छैन तर बाटो चाहिँ मस्तै यतिको राम्रो बाटो हामी अस्ति जलजला गयो बेला पनि अनि झाउ कस्तो झाउको बाटो थियो यो त धेरै राम्रो गाइज त्यो भएर पनि यो बाटो एकदम राम्रो छ गाडीहरू सबै आउँछ उहीँसम्म है आउन चाहिँ नछुटाउनु होला त्यही हो है एकदम राम्रो ठाउँ छ अनि गर्लफ्रेन्ड छ नि गर्लफ्रेन्ड बोयफ्रेन्डले भएर आउँदा राम्रो बेटर हुन्छ मौसम चाहिँ यता अलिकति चिसो चिसो हुने रहेछ आजकल त गर्मीमा पनि हाम्रो अराहात्या पनि यति राम्रो ठाउँ छ भनेर मैले सोचेको पनि थिएन है मलाई त असाध्यै मन पऱ्यो तपाईँहरूलाई मन पऱ्यो नै त्यो त थाहा भएन तर पनि तपाईँले थाहा दिने होला यसो कमेन्ट गरेर गाइस त्यही नै हो ल अघि बाख्राहरू टक्क है गोरु बाख्राहरू चराउन आउनुभएको रहेछ हाम्रो दिदी बहिनीहरू दाजुहरू है असाध्यै बाख्रा पाल्नु हुनेछ मिहिनेतदार हुनुहुनेछ त्यतिर है ओहो यतिको मिहिनेत चाहिँ हुन पऱ्यो के यतिको मिहिनेत चाहिँ हुन पऱ्यो है फेरि हाम्रोतिरको बाख्रा त अनि गाडी कराएको सुन्यो भने त पुरै बुर्कुचीमा कहाँ भाग्छ नि यहाँका चाहिँ बाटो छोड्दैनन् कच्ची बाटो चाहिँ तपाईँलाई चाहिँ ट्याक्क रक गार्डन पुग्नको लागि कच्ची बाटो चाहिँ ठ्याक्क तपाईँलाई 2 मिनटको छ है कच्ची बाटो भन्नाले एकदम सिल छ जब पानी आए पनि आउन सकिन्छ तलतिर गएपछि फेरि पक्की बाटो छ यतिसम्म कच्ची बाटो गएछ अब यहाँबाट ल्याएर है पक्की बाटो आयो अब है घरैसम्म पक्की बाटो सन्धि खर्क घरसम्म ल भन्न खोजेको त्यो है ल टक्क चाहिँ गएछ हामी सन्धि खर्क पुग्न ल अब यहाँबाट 1 मिनट लाग्छ तपाईँले देखिरहेको यो चाहिँ सन्धि खर्क बजार है यहाँ बरादरले पुरा भिडियो कल गर्लफ्रेन्डसँग दिनुभएको छ फेरि लभ स्टोरी हुन्छ कि लभ स्टोरी ल यति पलतिर चाहिँ बस पार्क छ होइन टक्क भाइहरू यहाँ क्रिकेट खेल्दै रहेछन् बस पार्क कि तपाईँले देखिरहेको यो बस पार्क है गाइस है सन्धि खर्कको बस पार्क तपाईँ यहाँदेखि जहाँ कतै जान पर्ने अब तपाईँले यो बसहरू गाडीहरू सबै यहाँ पाउँछ यहाँनिर ए म गर्ने यहाँ आऊ न किन भागेको गाडी लाऊ र नमस्ते आज तिमी त हिजो जान्छु भन्थ्यौ आज लाग्दियो है यही गाडी हो ल ल ल भिडियो गरेको छैन कि किन राख्यौ त ल जाऊ है ल गाइस अब हामी बस पार्कलाई अनि बाई बाई गरेर पनि अनि हामी लाग्यो है आऊ माथि हामी त रक गार्डन गएर आयौँ अनि 2टा भएर मलाई चिनिया खाऊ र ल ठिक छ यिनी भाइहरू ए ल ठिक छ अरू ठिक छ अरे सबै सुरज यतै छन् कुन नि घरतिर आज गयो कि अस्ति नै यो त पुरानो भिडियो ल भाइ है फाइनली गाइस हामी चाहिँ घाटा खोला आइपुग्यो यो घाटा खोलाको टक्क गेट त तपाईँलाई थाहै होला यतातिर हिँड्नु भएको छ नि होइन अब बाटोमा धेरै बनाउने लङ भिडियो हुन्छ नि त त्यो भएर पनि मैले फेरि बाटोतिर खासै बनाइनँ टक्क छोटो मिठो बनाउने भनेर टक्क है घाटा खोला पनि ओके गुड नाइट भनिदिने अब गाइस मैले ब्लग यहीँ एन्डिङ गर्छु यो ब्लग कस्तो लाग्यो राम्रो लाग्यो लाइक कमेन्ट गर्नु होला नयाँ हुन्छ नि सब्सक्राइब गरेर नभुल्नु होला गाइस मिल्नु होला गाइस नेक्स्ट ब्लगमा